दर्शकबिन यो दृश्य तपाईँ देखिरहनु भएको छ। एकजना सेक्युरिटी गार्डले चाहिँ लट्ठीले प्रहार गरिरहनु भएको छ। भाट भटेनी कोटेश्वरमा रहेको भटेनीको यो दृश्य रहेको छ। तपाईँहरूले देखिसक्नु भएको छ कि आजको आन्दोलनमा सहभागी भएका कतिपय व्यक्तिहरूले ढुङ्गा मुढा प्रहार गरेका छन्। यो देखिरहनु भएको छ। भाट भटेनीमा राखिएको डिप फ्रिज तानिरहेका छन्। यी कतिपय प्रदर्शनकारी हुन् भने कतिपय अब त्यही वरिपरि बसोबास गर्नेहरू हुन्। त्यहाँबाट आइसक्रिमहरू छेकिरहेका छन्। उहाँहरू चाहिँ घिसार्दै यसलाई चाहिँ रोडमा लगिसकेको छ। तपाईँहरू यो दृश्य देखिरहनु भएको छ। अझै ढुङ्गा हान्ने क्रम पनि जारी रहेको छ। भित्र भाट भटेनीबाट चाहिँ भित्रबाट मान्छेहरूलाई चाहिँ लखेट्ने काम पनि गरिरहनु भएको छ त्यहाँको सेक्युरिटी गार्डले। यहाँहरू देखिरहनु भएको छ यो क्रेटमा राखेका फलफुलहरू चाहिँ आफ्नो गोजीमा राखेर चाहिँ मान्छेहरू चाहिँ बाहिर निस्किरहेका छन्, यताउता हिँडिरहेका छन्। हामी देख्न सक्छौँ रोडमा कति धेरै मान्छेहरू यो उतापट्टि यो स्वागतको लागि राखिएको यो ठुलो कलश, तामाको कलश रहेको छ, यो पनि रोडमा ल्याएर चाहिँ फालिदिएका छन् प्रदर्शनकारीहरूले। यो कोटेश्वरको दृश्य यतिखेर हामी तपाईँलाई देखाइरहेका छौँ। अगाडिको यो फ्रन्ट भागमा चाहिँ प्रदर्शनकारीहरूले चाहिँ ढुङ्गा मुढा प्रहार गरेर पुरै बाहिरको सिसाहरू फुटाइदिएका छन्। यहाँहरू महिलाहरू चाहिँ कि सामानहरू बोकेर उहाँहरू चाहिँ त्यहाँबाट निस्किरहनु भएको छ, भागिरहनु भएको छ। कतिपयले फलफुल समातेका छन्, लुगा कपडाहरू लिएर चाहिँ उहाँहरू बाहिर निस्किरहनु भएको छ। फलफुलहरू हेर्नुहोस्, यो सबै फलफुलहरू चाहिँ बाहिर फ्याँकिदिएको छ। यो कोटेश्वर भाट भटेनीको दृश्य हो। दर्शकबिन यो दृश्य हेर्दा कता कता हामीलाई अझै एउटा बङ्गलादेशको झल्को पनि सायद आइरहेको छ होला। यो आज राजावादी र गणतन्त्रवादी बीच यो भएको मुठभेड भनौँ न। विशेष त राजा चाहिन्छ भनेर चाहिँ तीनकुने कोटेश्वरको त्यो एरियामा चाहिँ आन्दोलन गर्नेहरू र प्रहरी बीच भएको यो दृश्य हो। दुवै पक्ष बीच चाहिँ मुठभेड हुँदा चाहिँ दुवै पक्ष बीच चाहिँ भनौँ न अब एकले अर्कोलाई प्रतिकार गर्दाखेरि सिर्जना भएको यो स्थिति हो। यो दृश्य हामी अझै पनि देखिरहेका छौँ। यो कोटेश्वरमा रहेको भाट भटेनीको दृश्य हो हामी देखिरहेका छौँ। भित्रबाट चाहिँ सामानहरू ल्याएर बाहिर फ्याँकिरहेको अवस्था छ। अझै पनि ढुङ्गाहरू प्रहार गरिरहेको अवस्था रहेको छ। भाट भटेनीको अगाडिको सिसाले बनेको जुन त्यो भाग रहेको छ त्यो चाहिँ हामी देख्न सक्छौँ। यो दृश्यमा क्षतिग्रस्त भएको छ। ढुङ्गाले हानेर चाहिँ त्यहाँका सिसाहरू फुटाइएका छन् भने अझै पनि त्यहाँबाट सामानहरू ल हेर्नुहोस् त, क्रेट सामानहरू चाहिँ एकजना त लड्नु पनि भएछ हो। यसरी सामानहरू निकाल्दै सबै आम सर्वसाधारणहरू चाहिँ सामानहरू आफूलाई चाहिने सामानहरू होला सायद उहाँहरू निकालेर चाहिँ लगिरहनु भएको छ। कसैले भोड्काको बियरको बोतलहरू पनि लिएर चाहिँ यसरी भाट भटेनीबाट चाहिँ उहाँहरू निस्किँदै हुनुहुन्छ। दर्शकबिन यो आजको दृश्य हो। निकै कहाली लाग्दो, निकै डरलाग्दो, निकै भयावह। यो अवश्य पनि देशको लागि चाहिँ यो स्थिति आउनु अवश्य पनि एउटा राम्रो सङ्केत चाहिँ होइन।